म गाउँका गल्ली घर घर बस्ती बस्तीमा पुगेर सोध्दैछु, के यहाँ अझै पनि छुवाछुत छ? के सबैले समान व्यवहार पाएका छन्? क्लोज अप। मुसहर, दमाई, कामी, चमार, डोम, हलखोर लगायतका समुदायका मानिसहरू आज पनि सामाजिक दूरी, अपमान र बहिष्कार भोगिरहेका छन्। विशेष गरी महिला र बालबालिकामा यसको असर गहिरो छ। केही मानिसहरू भन्छन् परिवर्तन हुँदैछ, तर धेरैको अनुभव भन्छ भेदभाव अझै बाँकी छ। चुपचाप सहनुपर्ने बाध्यता अझै कायम छ। नेपालको संविधानले जातीय भेदभाव र छुवाछुतलाई अपराध घोषणा गरेको छ, तर कानून कागजमा मात्र सीमित छ भने व्यवहारमा परिवर्तन कहिले आउँछ? अब समय आएको छ। समानता, सम्मान र मानव अधिकारको लागि सबै एकजुट हुने। स्थानीय सरकार, समाज र हामी सबैले जिम्मेवारी लिनुपर्ने बेला आएको छ। छुवाछुत अन्त्य गरौं, मानवता जोगाउँ,